सबैभन्दा सुरुमा तिमीहरूले जान्न जरुरी छ कि यति लामो छुट्टी तिमीहरूले विभिन्न अनलाइन तथा अफलाइन कोर्सहरू लिएर भिडियोग्राफी, भिडियो एडिटिङ, कोडिङ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। माई नेम इज शेखर पौडेल। आजको भिडियोमा हामीहरू एसई पछिको 3 महिनाको छुट्टीलाई कसरी सदुपयोग गर्ने भन्ने बारे विशेष छलफल गर्नेछौँ र यो छलफलपछि तिमीहरूले पक्कै पनि अब के गर्ने भन्ने निर्णय लिन सक्छौ भन्ने मैले आशा गरेको छु। सबैभन्दा सुरुमा तिमीहरूले जान्न जरुरी छ कि यति लामो छुट्टी तिमीहरूको स्टुडेन्ट लाइफमा पहिलोपटक हुँदैछ, अब यो हुँदैन। त्यसैले यो छुट्टीलाई तिमीले सदुपयोग गर्यो भने मात्र तिम्रो भविष्यको लागि ठुलो फाइदा मिल्नेछ। धेरै विद्यार्थी भाइहरू एसई पछि के गर्ने भन्ने बारे अलमल भएको कारणले मैले यो भिडियो बनाउँदैछु। भिडियोमा नयाँ छौ भने भिडियोलाई लाइक गर र च्यानललाई सब्सक्राइब गरी हाम्रो 90 डे 2K सब्सक्राइबर च्यालेन्जको आज भिडियो 7 र डे 75 मा आइपुगेको छौँ। आजको करेन्ट सब्सक्राइबर रहेको छ 1265। थ्याङ्क्स फर योर सपोर्ट। ल अब भिडियो सुरु गरौँ। नम्बर 1 मा रहेको छ सिपहरू सिक्ने। अब कुरा गरौँ एसई पछिको छुट्टीको समयलाई तिमीहरूले कसरी सदुपयोग गर्न सक्छौ स्किलहरू सिक्नमा भनेर। तिमीहरूले विभिन्न अनलाइन तथा अफलाइन कोर्सहरू लिएर भिडियोग्राफी, भिडियो एडिटिङ, कोडिङ जस्ता अनलाइन कोर्सहरू लिएर तिमीहरूले अनलाइन कोर्सहरू पढ्न सक्छौ। साथै कम्प्युटर क्लास जोइन हुन पनि सक्छौ। तिमीहरूले कम्प्युटर पनि चाहिन्छ तिमीहरूलाई। त्यस्तै तिमीहरूलाई अन्य चाहिने सिपहरू आफै सिकेर घरमै खाना बनाउनदेखि लिएर अन्य कार्यहरू गर्न सक्छौ। नम्बर 2 मा रहेको छ सोसल मिडिया एन्ड कन्टेन्ट क्रिएसन। तिमीहरूले यो समयलाई आफ्नो स्किलहरू देखाएर स्किलहरूको प्रयोग गरी विभिन्न भिडियोहरू बनाएर युट्युब, फेसबुक जस्ता वेबसाइटहरूमा हालेर तिमीहरूले इन्कमको सोर्सहरू पनि बनाउन सक्छौ। नम्बर 3 मा रहेको छ बुकहरू पढ्ने। बुकहरू पढ्ने भन्दा बित्तिकै तिमीहरूले पाठ्यक्रमका बुकहरू बाहेक अन्य बुकहरू पढ्ने भन्ने हो। मानसिक विकासका लागि यो बुकहरू, नयाँ बुकहरू पढ्नु एकदम जरुरी छ। अन्तिममा म व्यक्तिगत तर्फबाट भन्न चाहन्छु कि तिमीहरूले यो समयलाई आफ्नो फ्युचरको बारेमा डिसिजनहरू लिएर आफूले कुन विषय पढ्ने, एघारमा कहाँ गएर पढ्ने भन्ने बारे छलफल गरेर पनि बिताउन सक्छौ। त्यस्तै तिमीहरूले आफूलाई मनपर्ने कार्यहरू गरेर यो समयलाई बिताउन सक्छौ। त्यस्तै तिमीहरूले कम्प्युटर क्लास जोइन हुने, ब्रिज कोर्सहरू पढ्ने, साथै अन्य कुराहरूमा तिमीहरूले यो समय सदुपयोग गर्न सक्छौ भन्दै म बिदा हुन चाहन्छु। यदि तिमीहरूले यो च्यानललाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गर र भिडियोलाई लाइक गरी साथीहरूमा सेयर गर भन्दै भिडियोलाई सेयर गरी साथीहरूमा पुरै हाम्रो 90 डे 2K सब्सक्राइबर च्यालेन्जलाई सहयोग गर भन्दै म बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई, जय नेपाल।